ल गाइज अब यो चाहिँ जनवरी लास्ट हुन लाग्यो होइन। अब यो बगनबेलिया चाहिँ तपाईँहरूकोमा पनि यत्रै भएको होला। अब यसलाई अर्को वर्ष फुल्दाखेरि चाहिँ अब कस्तो साइजको बनाएर फुलाउने भन्ने चाहिँ हाम्रो हातमा हुन्छ। त्यसले गर्दा अब मैले यो सिग्नेचर यो बजारमा किन्न पाइन्छ, यसलाई सिग्नेचर भन्छ। यसलाई चाहिँ पहिला म कटिङ गर्दैछु है गाइस। कसरी कटिङ गर्ने भन्दा यसलाई डराउनु पर्दैन, जस्तो आफ्नो साइजमा राख्ने हो। मर्छ कि भनेर पिर गर्नु पर्दैन, सर्छ यो। यसलाई चाहिँ मजाले काट्ने, कस्तो यसरी काट्ने र यसको अर्को वर्षको साइज कस्तो चाहिने हो त्यो अनुसारले यसरी काट्नु होला। यसको जरा चाहिँ भरिसक्यो हुन्छ होइन। त्यसपछि यसलाई तान्ने। अब यहाँ माटो भन्दा पनि जरा धेरै हुन्छ, तर केही जराहरू पनि हटाउनुपर्छ। केही जराहरू हटाउने भनेको यसलाई काटिदिनु यसरी धारिलो चिजले, किनभने यो ठाउँमा चाहिँ फेरि यसलाई खाने। अब हामी यसलाई चाहिँ सानो बनायो। अब यसको खानेकुरा चाहिँ यहाँ धेरै रहन्छ। यो जराहरू चाहिँ अनावश्यक, यसको अब रुख सानो भएपछि जरा पनि कम भयो भने पनि हुन्छ। त्यसले गर्दा यो जरा काट्न चाहिँ डराउनु पर्दैन। यो जरा मैले काटिसकेको छु है। भयो डाउन। यो राम्ररी कुहिएको गोबर मल युज गरे पनि हुन्छ। हजुरहरूले अब यो एग्रो भेटतिरबाट ल्याएर मल राखे पनि हुन्छ। यसमा चाहिँ तपाईँहरूको अप्सन, तर राम्रोसँग कुहिएको मल हुनुपर्छ। यसलाई माटोसँग मैले यहाँ मिसाइसकेँ है। अनि माटोसँग मिसाएपछि अब यसलाई सुक्न सक्छ, पुरै फाल्नु हुँदैन। यसको लागि यहाँ स्पेस बनाउने, अलिअलि चाहिँ यसलाई फाल्नु होला, धेरै नफाल्ने। अनि यहाँ राख्यो। यहाँ राखिसके पछाडि फेरि यसलाई माथिबाट राम्रैसँग फुलेछ। यो खोर पनि राम्रै फुलेको थियो। यो गर्ने भइसक्यो। अब त्यो भइसक्यो होइन। अब हजुरहरूलाई अरू नयाँ पनि त बिरुवा चाहिन सक्छ। नयाँ बिरुवा चाहिनेलाई चाहिँ हेर्नु, यो करिब यति जति यसलाई चाहिँ छड्के गरेर काट्नु होला। यसलाई चाहिँ छड्के बनाउने। यसरी छड्के मैले काटिसकेँ। यसरी यो पात त मरिहाल्छ। यसरी राखिदिनु भयो भने अब यो बडिङ हुने बेलामा यो पनि जरा हालेर यसको पनि बिरुवा आउँछ। अब मैले यसलाई अलि भिज्ने गरेर पानी हालिदिनु होला, किनभने यसको जरा काटिएको छ। त्यसले गर्दा चाहिँ अलि भिज्ने गरेर मजाले चाहिँ पानी हालिदिनुहोस् होइन। यति धेरै लामो भएर नराम्रो फुलिरहेछ, माया त लाग्छ। तर अब साइज अनुसार बनाउनलाई चाहिँ हामीले यो काम चाहिँ अहिले गर्ने उपयुक्त बेला हो। तपाईँहरूले पनि गर्नु होला। केही बुझ्नु भएन भने कमेन्ट गर्नु होला है।